चारैतिर अन्धकार छ। म चाहिँ अहिले दिल्लीमा छु। एकदमै खतरनाक छ। अघि मात्रै साइरन अलार्म बजेको थियो अलर्ट गर्नको लागि। तपाईहरु कहाँ हुनुहुन्छ? दिल्ली, हैदराबाद, पंजाब, मुम्बई लगायतका। सो हेलो एभ्रीवान, वेलकम टु माई न्यू भ्लग। के छ तपाईहरुको हाल खबर? आई होप तपाईहरु सबैजना चाहिँ सन्चै हुनुहुन्छ होला। आज चाहिँ इन्डियाको 7 गते हिजो राति भनौं अथवा आज राति भनौं भारतले चाहिँ पाकिस्तानमा 4-5 वटा कति भनौं त्यो त थाहा छैन, तर हवाई जेट प्रहार गरिसकेपछि चाहिँ आज फेरि पाकिस्तानले भारतले हमला गर्ने कुरा चारैतिर फैलिएको छ। आज 7 बजे, अहिले चाहिँ 6 बज्न लागिसक्यो। 7 बजे के हुन्छ, लाइट काट्ने, यताउति इमर्जेन्सी अलार्म अलर्ट गर्ने यस्तै खालको न्युजहरू चलिरहेछ। घर जाने भनेको म पनि त्यस्तै यतातिर फसिरहेको छु है। यस्तो छ गाइज, आज एकदम म चाहिँ अहिले दिल्लीमा छु। तपाईहरु चाहिँ कहाँ हुनुहुन्छ? धेरै जसो निशाना चाहिँ दिल्ली, चेन्नई, बेंगलोर, मुम्बई, पंजाब लगायतका शहरहरूमा चाहिँ पाकिस्तानले निशाना बनाएको छ। तपाईहरु कुन ठाउँमा हुनुहुन्छ एकदमै सचेत रहनु होला, आफूलाई सचेत ठाउँमा राख्नु होला, बाहिर धेरै नडुल्नु होला। अहिले चाहिँ एकदमै खतरा छ बाहिर हिँड्नको लागि पनि। चारैतिर अन्धकार छ। म चाहिँ अहिले दिल्लीमा छु। एकदमै खतरनाक छ। अघि मात्रै साइरन अलार्म बजेको थियो अलर्ट गर्नको लागि। तपाईहरु कहाँ हुनुहुन्छ? दिल्ली, हैदराबाद, पंजाब, मुम्बई लगायतका शहरहरूमा चाहिँ एकदमै खतरनाक छ। आफ्नो ज्यानको सुरक्षा आफै गर्नु होला।